Oh my god, first ride. I can see his happiness through it. What's up guys? It's your boy Motorjockey Arjun Paudel back again with another banger video. I know. And today it's something special ko opening cha Butol ma chai. As a Triumph Butol ko opening day ho. As a official. अनि त्यो एउटा इन्भिटेसन आएको थियो अनि हामी चाहिँ त्यही जान लाग्यो अनि आई थिंक हामीले बाइक एउटा बुक पनि गर्छौं होला है आई डोन्ट नो नट स्योर कुरा त्यस्तै हो जस्तो लाग्छ के रे मलाई चाहिँ एकजना हाम्रो प्यारो भाइले बाइक बुक गर्ने कुरा आइराछ गर्छ होला डेलिभरी त आज लिदैन होला डेलिभरीको दिन भिडियो बनाउँला छुट्टै एन्ड त्यही हो जाउँ त्यहाँ यसो माहौल हेरौँ के हुन्छ निश्चल पनि आउँछु भनेको छ सुजन पनि आउँछु भनेको छ सुजन जाँदैछ गाडीमा गयो त्यो गाडी लिएर रहेछ निश्चल उताबाट आउँदैछ त्यहाँ चोकमा कालिका चोकमा भेटेर अनि सँगै जाउँला भनेको छु आई विल वेट फर हिम त्यहाँ चोकमा त्यही हो लेट्स गो गर्मी छ यार आज एक्सट्रिमली गर्मी बुटोल अति गर्मी भइसक्यो बाइक दिउँसो बाइक निकाल्ने मुड त हुन्न तर अब आज बाइकको सोरुम ओपनिङ भइसकेपछि बाइकै लगाउँ न भनेर बाइक निकालेको के अरे निश्चलले बाइक निकाल्न त खोजिरहेको थिएन बाइकै लिएर आउँछ होला त्यो पनि सायद अनि त्यही हो आइसक्यो सोरुम टाढा होइन जस्ट कुर्नु पर्यो केटाहरूलाई भन्ने कुरा मात्र हो त्यही हो त्यहाँ जाऊँ माहौल बुझौँ के छ कसो छ सुजन इज प्रिटी एक्साइटेड आज बाइक बुक गर्ने भइसकेपछि यहीँ कुर्छु म निश्चल आयो जाम अब सुजन पुगिसक्यो अरे हामी पनि जाम ल निसो आयो जान लाग्यो क्याजुअल कपडा लगाएर त बाइक चलाएको त कस्तो देखिदिएको लङ राइड मात्र निकाल्ने बाइक भइसकेपछि त्यही त हो टाइम सुरुम यही नै हो हामी यहीँ अगाडि मात्र थियौँ यहीँ कुरेको यस दिस इज ट्रायम्फ बुटोल This is the Triumph Butol. माहौल pretty crazy नै छ भिडभाड चलिरहेछ केटाहरू हाम्रो बुकिङको फन्डा बुझिरहेछ यहाँ हैन अनि यो सो आज फ्राइडेको दिन चाहिँ ओपनिङ डेको दिन चाहिँ सुजनको लागि हामीले बाइक बुकिङ चाहिँ गरेको छौँ हैन हामीले चाहिँ डेलिभरी सन्डे लिने भएर चाहिँ फाइनल गरेर हामी निस्क्यौँ त्यहाँबाट सी यु गाइज अन सन्डे है त बाइ बाइ सो टुडे इज सन्डे एन्ड again we are going to the Triumph showroom to get the new bike for our boy Sujan. Let's go. The boy is pretty excited. Sujan uta agadi uta सेतो ब्रेजामा छ या त्यो दाइ पनि हुनुहुन्छ भाइ र दाइ भाउजू अनि भाइ छ त्यहाँ our brother gang हैन our NC brother is driving गरिरहेको छ अस्ति ओपनिङ डेमा चाहिँ बाइकहरू धेरै सोरुममा राख्नु भएको थिएन यहाँ छ प्रिटी क्रेजी तरिकाले राख्नु भएको छ बाइकहरू I'll show you guys भित्रको सोरुमको पारा अस्ति चाहिँ सोरुम अलिकति ओपनिङको लागि डेकोरेटिभ तरिकाले राख्नु भएको थियो भाइहरू आउँदै गर्छ
म चाहिँ भित्र घर देखाउँछु। हेलो दाई, ठिकै छ दाई, आराम हुनुहुन्छ? भाइ आउँदैछ क्या। अहिले यहाँ भाइले कुन चाहिँ बाइक उठाउने भनेर रोज्न लाग्छ। ग्रिन लाने रे, एउटा यहाँ छ एउटा। अझै धुलो त टकटका भइहाल्छ। अनि यो चाहिँ पछि सर्भिस सेन्टर हुने ठाउँ होइन दाइ? दिस इज टाइमको सर्भिस सेन्टर पछि अहिले अझै हुँदैछ। ल त्यहाँ अगाडि दुइटा, यहाँ दुइटा छ। हेर त्यो उठाउँछस् हो? यही हो, यही हो 75-84 दाइ। दिस इज गोइङ टु बी सुजन्स बाइक। सफा त अहिले गरिदिइहाल्छन् केटाहरूले, टेन्सन छैन। अब निस्किन लाग्यो सबै टाइम बोटल, ट्याङ्की टु टाइम बोटल। अनि यसले चाहिँ यहाँ कहाँ एउटा सामान आउँदैछ, ट्रक आउँदैछ, त्यो हेर्नु गइरहेको छ। आज बाइक किन्ने मात्र भयो, कोही जाने होइन। यो काम छ यसको। मेरो बाइक त्यहीँ छ। अब चाहिँ निस्किन लाग्यो हामी यहाँबाट। ल बाइकको फर्स्ट स्टार्टअप है यसको बाइकको। ल ल चढे चढे जा रे जा रे जा रे। आइज आइज। ओ माय गॉड, फर्स्ट राइड फर्स्ट राइड फर्स्ट राइड फर्स्ट राइड फर्स्ट राइड। केटोको फर्स्ट राइड, केटोको फर्स्ट राइड। पछाडि यसको ट्रक आएको छ सामानको। सामानको ट्रकले टेल हानेर, यसको सामानको ट्रक हो क्या यो। ल ठिक छ, हामीले चाहिँ यो बाइक धेरै नै रिसर्च गऱ्यौँ होइन भनेको। आई क्यान सी हिज ह्याप्पिनेस थ्रु हिज हेलमेट। ओ माई गड। अनि या सो यो बाइक धेरै नै सुरुमा यो मान्छेले चाहिँ एडभेन्चर लिगौँ कि होइन के गरौँ भन्दा अप्सन यति धेरै चुज गर्दा अनि यो बाइक टेस्ट राइड हान्ने बित्तिकै कस्तो क्लिक भएर यसलाई। अनि यही लिग वाइ नट। मलाई नि यु क्यान सी अति दामी छ, अति दामी छ। So guys, that was it for today. See you guys in the next one. Bye bye and listen. I love my country. Bye.